बिहे भएको पहिलो वर्ष ज्वाइँ ससुराली आउँदा ज्वाइँ साहब पो आउनु भएको छ। नमस्कार। नमस्कार। बस्नु न ज्वाइँ साहब। लिनु ज्वाइँ साहब पानी। लिनु ज्वाइँ साहब फलफुल लिनुहोस्। ज्वाइँ साहबलाई खानामा के मन पर्थ्यो कुनी? मैले त लट्टे पुलाउ खिर बनाएको छु मैले। किन गर्नु पर्छ र मम्मी? घरमा जे थियो त्यही बनाउनु भइहाल्थ्यो नि। होइन यति त गर्न परिहाल्यो नि ज्वाइँ साहब। त्यो ज्वाइँलाई नि त्यति नगरेर के हार्ने र। बिहे भएको 5 वर्षपछि ज्वाइँ ससुराली आउँदा ज्वाइँ साहब पो आउनुभएको छ। नमस्कार ज्वाइँ साहब। बस्नु नि ज्वाइँ साहब बस्नु। नमस्कार। हुन्छ मम्मी। के छ ज्वाइँ साहब? सबैजना सन्चै घरतिर आरामै हुनुहुन्छ सबैजना? हजुर मम्मी सबै ठिकै छ। खै पानी ल्याउने त सुर्सारै छैन त। पानी लिनुहुन्थ्यो ल ज्वाइँ साहबले। पस्नुहोस् है, म यो केलाउनु लागेको छु। यो केलाइसक्छु अनि ल्याइदिन्छ है ज्वाइँ साहब। हुन्छ भइहाल्छ नि।